यतैबाट जाने हो क्याम्पबाट कति पर्यो यतैबाट कति पर्यो होला अङ्कल खै के थाहा भन्नु त अन्दाज भन्नु त मलाई थाहा छैन तपाईँको अन्दाजी तपाईँको अन्दाजमा कति पर्ला त 20,000 30,000 40,000 10,000 20-25,000 हो नि तिमी जाने हो कहाँ जाने क्यामेरा ला क्यामेरा होइन क्यामेरा होइन नि त्यो हो नि तिमी जाने हो कहाँ जाने क्यामेरा ला क्यामेरा होइन क्यामेरा होइन नि त्यो भ्लग बनाउने होइन नि भिडियो बनाउने हो बस कहाँ हो दमाई काठ भने कहाँ हो होइन त्यो गोदावरी साइड के अहिले हामी कता जाने अहिले चाहिँ यही लोकेसन हो के अरे त्यो भनेको चाहिँ कहाँनिर भन्दा 7 जग्गाबाट भित्र ठाउँको नाम त थाहा भएन त्यो गोदावरी जाने बाटो होइन त गोदावरी जाने बाटो यहाँ गएर अनि त्यहाँबाट उता जाने हुन्छ अब हेरेर गर्नु न अब के भन्नु छ र होइन मैले त जति दिन मन लागेको थियो त्यति दिनु यस्तै त हो नि यति नबिगार अनि काम कहाँबाट पाइन्छ त अनि कहाँबाट पाइन्छ अनि एकैचोटि दुई ठाउँमै हान्नु पर्थ्यो नि तपाईँले अनि त्यता त्यहाँको हालिसकेपछि अनि फेरि अनि उताको हाल्दा भइहाल्छ मिल्छ होइन होइन तपाईँ अब 3 ठाउँ घुम्नु छ भने 3 ठाउँको हाल्दा नि मिल्छ तर अब लिनलाई चाहिँ अब कस्तो हुन्छ भने मान्छेले एक ठाउँको भयो भने सजिलो हुन्छ भनेर लिन्छ अनि त्यो 2-3 ठाउँको भयो भने चाहिँ अलिक टाइम लाग्छ नि त त्यही भनेर लिन मान्दैन नि क्या र अहिले नभयो भने त सबै हाल्न मिल्छ नि धेरै टाइम लगाउनु थुप्रै टाइम लगाउनु भयो पुरै हुनुभयो क्या होला पुरै हुनुभयो क्या साथी हाम्रो सेकेन्ड राइड यस्तै छ साथीहरू पुरेको पुरै अब फेरि एटिएम कहिले काहीँ यस्तै हो
त्यही टर्निङबाटै हो क्या? होइन अगाडि हो अझै अगाडि हो। भित्र छिरेपछि मन्दिर आउँछ हो? मन्दिर होइन यता तल साइडमा पोखरी जस्तो छ होइन? हजुर पोखरी जस्तो छ। पोखरी होइन घाट चाहिँ छ ए घाट छ त्यही हो कि क्या? हजुर यता गएपछि त्यही हो कि क्या? माथि खाडो उकालो छ त्यो भित्र त्यो के मन्दिर जाने बाटोपट्टि हो? मन्दिर होइन गोरामकै भन्ने जाने बाटो म यहाँ सोधौँ। तपाईँ हामीभन्दा पछाडि पोखरी नै हुनुहुन्छ त्यो आफै छैन कहाँ जानुभएको M4 भने यतै हो, यतैबाट जाने हो। यो क्याम्पबाट कति पऱ्यो? यतैबाट यो कति पऱ्यो होला अङ्कल? खोइ के थाहा भन्नु त, अन्दाज गर्नु त। मलाई थाहा छैन। तपाईँको अन्दाजी? तपाईँको अन्दाजमा कति पर्ला त? 20,000, 30,000, 40,000, 10,000? 20-25,000। यता हो नि त अनि तल त दमिटारै होइन नि दमिटार त यतातिर हो यो यस्तै हो क्या इन्डाइमा? जाउँ हुँदा जाउँ। ढिलो भइसक्यो। के को लागि ढिलो भयो होला चाहिँ फेरि? ए अनि यहाँ चाहिँ तपाईँहरू अनि जुन अहिले के यस्तो अनि यहाँ काम भन्नुहुन्छ अनि यहाँ पनि कामैमा आउँदा हुन्छ होइन? यसमा हजुर तपाईँको कति उठाइदिन्छ? यही हो। धेरै टाइम लाग्दैन भने म त यही भाइसँग जानु पायो भने त छिटो हुन्छ होला। कति भयो एकछिन अब फोन आइसक्यो छिटो आउनु भनेर। कति पैसा? कति भयो तपाईँको दाइ? उहाँसँग त म अफलाइन आएको छुट्टै हो। म पहिला आइसकेको थिएँ क्या त्यही भएर कतिमा आउनु भयो? तपाईँकोमा 150 रुपियाँ होइन अनि टन्नै तलको हाल्नु भएको रहेछ। 200 कटाउनु न त हुन्छ लु उहाँलाई दिनुहोस् चान्चुन गर्नु। म त छैन, हे प्रभु म त भर्खरै बिल तपाईँसँग होला नि अघिको थियो अघिको मात्रै छ अनि कहाँबाट हुन्छ त अनि? यही मात्रै छ क्या? चान्चुन नभएर त उहाँलाई दिनु भने कति भनेपछि 2 4 भनेपछि 100 तपाईँ जानु जानु काम सिधाएर आउनु। ल हेर्नु न तपाईँसँग होला छैन आज चान्चुनै छैन। बरु साट्नु मिल्छ नि भित्रैबाट साटेर ल्याउनु, नभए नि एकैछिन पुरिहाल्छ नि है। 100 त हो नि चोकसम्म हामी जानु आउनु त एकचोटि एकचोटि साटेर आउनु नभए भ्यायो। जाने भनेको चाहिँ एयरपोर्टमा हो कि एकचोटि चाहिँ मैले आफै बिर्सेको हो ट्याटो छ भनेर सोध्यो मैले छ भनिदिएँ कि अनि लङ नभएको होला सायद त्यही भएर ट्याटोको कारणले लिएन, हजुर ट्याटोको कारणले लिएन। ट्याटो भएकोलाई त हामी लाँदैनौँ भन्यो अरे देख्ने ठाउँमा छैन होला त अनि छैन भनिदिनु पर्छ नि त। मैले त अझै छैन भन्नुपर्ने मलाई गाली गर्नु त दिदीहरू छ कि यो दिदी हुँदा चाहिँ बहिनीहरू सबै टाइममै हुन्छ कि अनि किन ट्याटो छ भनेको त होइन भनेको भइहाल्छ नि भनेर करायो जान्ने हुनुपर्छ बाबु सानो चाहिँ 3 वर्षको थियो कि त्यति बेला अनि मैले भनेर इन्टरभ्यूतिर त्यस्तो दुःख गरेर सबै गरेँ लास्टमा इन्टरभ्यू दिने बेलामा कहाँ छ भने हातमा भनिदिएँ यो
छैन भनिदिनु पर्ने तपाईँको देख्ने ठाउँमा छैन होला त छैन भन्नुहुन्छ पहिल्यै छैन भन्ने सिकाएको हो मैले अब माइतीको पनि छैन नै गरेर गएको थिएँ होइन तर त्यहाँ सोद्धाखेरि चाहिँ छ भने कहाँबाट छ भनेर निस्क्यो क्या आँटेर निस्क्यो नि अब कस्तो त्यो मनले मान्छ जानै त्यो नसिकाएको होला कि त्यही भएर लाग्छ त्यो चाहिँ ट्राई गर्नु एकदम राम्रो कम्पनी हो कि त्यो चाहिँ एयरपोर्टको दुबईको एयरपोर्ट हो अनि एयरपोर्टको क्याटरिङमा हो कि काम चाहिँ क्याटरिङमै अब त्यो सजिलो हुन्छ अनि फेरि मेन कुरा के भन्दा फ्री भिसा फिक्स हो कि पैसा एक्स्ट्रा नलाग्ने उनीहरू आफै आएर इन्टरभ्यू दिएर गरेको पनि 8-9 वर्ष अहिले जुत्तालाई पनि 1 डेढ लाग्छ त्यहाँको सहियाको होला त्यो त अलिक धेरै नै छ कि त्यहाँनिर अनि बहिनीहरू चाहिँ 80 भर्खर गएको बहिनीहरू चाहिँ 70-80 हजार छ भर्खर जानेलाई 70-80 आउनु हुँदैन त खासमा त जान्छु भनेको उसको घरबाट नदिँदा होइन जानु भन्ने भयो हेरेको हेरेँ होइन अनि अहिले आजकल कमाएको पैसा कमाएको बेचेर जाडो अनि दा गरे बस्यो त्यसले यस्तो कमाइरहेछ उस्तो कमाइरहेछ अनि त्यसपछि अनि त्यही छोराछोरीलाई फलानुको छोरी यो गरेँ त्यो गरेँ अहिले गर्नु सक्दिनँ भन्नु मिलेन नि होइन भनेको कुरा भनिसकेपछि त पुरै सपोर्ट गर्नु सक्दैन पढाउने होइन म डान्स सिकाउने हो कुन चाहिँ स्कुलमा अब कति दिनुहुन्छ त अब छ कि क्या हो उया हस्पिटल यही हो ए बाबु झरलाई यता 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 आऊ यता यता छेउमा आऊ गाडीमा ला गाडीले फेरि उ गर्छ नि हो कति हो 130 ल धन्यवाद अघिको राइडको 600 700 800 अहिले 130 850 अब कहाँको राइड लाग्छ त अब ल फाइनल एक्सेप्ट भयो अहिले लिन जानुपर्ने पो सक्यो कताबाट निस्किने यताबाट फर्किने पर्याप्त गर्छ बस्नुपर्छ हजुर
भयो हुन्छ यता हजुर हुन्छ हुन्छ वेलकम वेलकम सिद्धियो होइन हौ साथीभाइहरू राइड कतिवटा भयो अब यो सुता त 3टा त हुन्छ नि होइन तर एउटै मान्छेलाई चाहिँ घुमाएको घुमाइ गरे भएर मात्र पैसा धेरै कमाएको हो नभए भने त पैसै कमाएको थिएन अब जे जस्तो भए पनि अब अलिअलि कमाइहाल्यो अब चाहिँ म रुमतिर लागेँ र भिडियो अब आजको लागि यति नै टुङ्गाउनु चाहेँ होइन तपाईँहरूलाई अब के कस्तो लाग्छ होइन के कस्तो हुन्छ भिडियोमा अब रमाइलो छ कि छैन के कस्तो भइरहेछ हेरेर मलाई एकछिन भन्नु होला होइन भिडियो राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गरेर पनि माया देखाइदिनु होला भन्दै होइन आजको भिडियो मैले यहीँ टुङ्गाउन चाहेँ है।